घर घरमा शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिबद्ध रहेको खानेपानी मन्त्री यादवको जोड। झापामा 3 जना मृत फेला। भारतबाट फर्कनेमा कोरोना संक्रमण, पर्याप्त किट नहुँदा परीक्षणमा समस्या। एमाले सांसद दिपेन्द्र ठाकुर सहित 17 जना विरुद्ध मुद्दा दायर। अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोप। सिमरामा 132 केभी सब स्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत प्राधिकरण बीच सम्झौता। गर्मी बढ्दै गएपछि जनकपुर धामका विद्यालयहरू बन्द र अस्ट्रियाको विद्यालयमा गोलाबारी, मृत्यु हुनेको संख्या 11 पुग्यो। नमस्कार, आज मिति 2082 साल जेठ 28 गते बुधबार साँझ 5 बजेको मेरो साथी बुलेटिनमा रोशन अधिकारीको स्वागत छ। अब बुलेटिन विस्तारमा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एमालेका मध्य प्रदेश सांसद दिपेन्द्र ठाकुर सहित 17 जना व्यक्ति र एक निर्माण कम्पनी विरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। धनुषाको औरही गाउँपालिकामा निर्माणाधीन 15 शैय्याको अस्पतालको ठेक्का प्रक्रियामा गम्भीर अनियमितता गरेको आयोगको ठहर रहेको छ। सांसद ठाकुरलाई ठेकेदारको रूपमा मुद्दा दायर गरिएको हो। उहाँ D&N बिल्डर्स प्रालिका प्रबन्ध निर्देशक समेत हुनुहुन्छ। अख्तियारको अनुसन्धान अनुसार ठेक्का प्रक्रियामा बदनियतपूर्वक प्रतिस्पर्धात्मक प्रस्तावहरूलाई प्राविधिक मूल्याङ्कनको नाममा अस्वीकृत गर्दै बढी मूल्यको प्रस्ताव स्वीकार गरिएको थियो। अख्तियारले 12 करोड 35 लाख रुपियाँको न्यूनतम प्रस्ताव पेश गर्ने प्रतिष्ठा धुलीखेल र एक्सिस एसियन जेभीलाई प्राविधिक मूल्याङ्कनमा जानी फेल गराई 19 करोड 14 लाख रुपियाँको प्रस्ताव पेश गर्ने लुम्बिनी D&N जेभीलाई ठेक्का दिएको उल्लेख गरेको छ। यसबाट राज्यलाई 6 करोड 79 लाख 12,383 रुपियाँको क्षति पुगेको आयोगको ठहर रहेको छ। मुद्दामा संलग्न अन्य प्रतिवादीहरूमा तत्कालीन गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुर, वडाध्यक्षहरू अशेश्वर यादव, अमित कुमार यादव, गंगा प्रसाद यादव, शिवनाथ शाह, परमेश्वर मण्डल, दिलीप प्रसाद शाह, साथै तत्कालीन सब इन्जिनियरहरू सन्तोष मण्डल, विनित कुमार शाह, सिभिल इन्जिनियर सोनु शाह, खरिदार मनोज यादव र मनोज मण्डल रहेका छन्। यस्तै लुम्बिनी बिल्डर्सका प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मा र लुम्बिनी D&N जेभी निर्माण कम्पनीलाई पनि प्रतिवादी बनाइएको छ। स्वास्थ्य मन्त्रालयको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत स्वीकृत अस्पताल निर्माण परियोजनामा सुरुदेखि नै टेन्डर प्रक्रियामा अनियमितता गरिएको भन्दै अख्तियारले बोलपत्रमा नियत बस संशोधन गरी अन्य प्रतिस्पर्धीलाई हटाउने र मनपर्ने कम्पनीलाई ठेक्का दिने काम गरिएको आरोप पत्रमा उल्लेख गरिएको छ। सिमरामा 132 केभी क्षमताको सब स्टेशन निर्माण गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण सेज र नेपाल विद्युत प्राधिकरण बीच एक सम्झौतामा हस्ताक्षर भएको छ। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकालले सेज र प्राधिकरण बीच दरबार मार्ग स्थित प्राधिकरणको कार्यालयमा यस्तो सम्झौता भएको जानकारी दिनुभएको हो। सेजमा स्थापना हुने उद्योग धन्दालाई लक्षित गरी त्यस क्षेत्रमा विद्युत सेवा विस्तार गर्ने उद्देश्यले सब स्टेशन निर्माण गर्ने योजना अनुरूप दुई पक्ष बीच सम्झौता भएको उहाँले बताउनु भएको हो। प्रवक्ता ढकालका अनुसार उद्योग मन्त्रालयले बहुवर्षीय परियोजनाहरू स्वीकृत गरेपछि टेन्डर आह्वान गरेर सब स्टेशन निर्माणका बाँकी कार्यहरू अघि बढाउने योजना रहेको छ। उक्त क्षेत्रमा के कस्ता र कति क्षमताका उद्योगहरू स्थापना हुन्छन्, सोही अनुसार उक्त कति पावर सप्लाई गर्ने भन्ने कुरा निर्क्युल हुने बताइएको छ। नेपाल विद्युत प्राधिकरणका र सेजका प्रतिनिधिहरू बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। खानेपानी मन्त्री प्रदीप यादवले प्रत्येक नेपालीको घर घरमा शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल खानेपानी संस्थान अन्तर्गत भद्रपुर स्थित पृथ्वीनगर खानेपानी आयोजनाको स्वामित्व हस्तान्तरण समारोहमा उहाँले चापाकल विस्थापित गर्दै डिप बोरिङ मार्फत आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी वितरण गर्ने योजना बनाइएको जानकारी दिनुभएको हो। मन्त्री यादवले स्वामित्व हस्तान्तरणसँगै भद्रपुरका जनतालाई छिट्टै शुद्ध खानेपानीको व्यवस्था मिलाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको हो। उहाँले देशभर 100% आधारभूत खानेपानी र 37% शुद्ध खानेपानीको पहुँच पुगेको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि योजना नरोकिने स्पष्ट पार्नु भएको हो। पृथ्वीनगर खानेपानी आयोजनाका सचिव पृथ्वीनारायण कार्कीले खानेपानीमा आइरनको मात्रा धेरै देखिएका कारण योजना 2 वर्ष सञ्चालनमा आएर विगत 30 वर्षदेखि बन्द रहेको बताउनु भएको हो। उहाँले खानेपानी संस्थानमा स्वामित्व हस्तान्तरण गरेसँगै त्यहाँ जनताले शुद्ध खानेपानी पिउने विश्वास व्यक्त गर्नुभएको हो। संस्थाका महाप्रबन्धक अर्जुन बाबु ढकालले आयोजनाबाट भद्रपुर नगरपालिका 1, 2 र 3 का 3500 घर परिवार लाभान्वित हुने जानकारी दिनुभएको हो। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जितपुर सिमरा उपमहानगरपालिका 16 स्थित
टाँगिया बस्तीमा पहिलो पटक बिजुली बलेपछि युद्ध जिते जस्तो अनुभव गरेको बताउनु भएको छ। प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगिया बस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन। यसले गर्दा टाँगिया बस्तीका बासिन्दा अँध्यारोमा बस्न बाध्य थिए। प्राधिकरणको करिब 2 करोड 34 लाख रुपियाँको लगानीमा प्रसारण लाइन विस्तार गरी 2079 असोजबाट टाँगिया बस्तीमा बत्ती बालिएको थियो। टाँगिया बस्तीमा करिब 1476 घरधुरी रहेका छन्। विद्युतीकरणपछि पहिलोपल्ट जेठ 27 गते मंगलबार टाँगिया बस्तीमा पुगेका निवर्तमान कार्यकारी निर्देशक घिसिङले त्यस क्षेत्रमा बत्ती बाल्दा एउटा सरकारी निकायले अन्य सरकारी निकायसँग युद्ध जिते जस्तो अनुभव रहेको स्मरण गर्नुभएको हो। प्राधिकरण त्यतिबेला टाँगिया बस्तीमा बत्ती बाल्नुपर्छ भन्ने पक्षमा रहेको, तर पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीहरू प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा विस्थापित हुने बस्तीमा विद्युतीकरण गर्न नहुने अडानमा रहेका कारण सरकारी निकाय बीच नै द्वन्द्व रहेको उहाँले उल्लेख गर्नुभएको हो। उहाँले भन्नुभयो, उज्यालो नेपाल अन्तर्गत हरेक नेपालीको घरमा विद्युत पुर्याउने अभियानमा थियौं, तर पूर्व पश्चिम राजमार्गबाट करिब 5-6 किलोमिटर दूरीमा रहेको टाँगिया बस्तीमा बत्ती छैन भन्दा नरमाइलो लाग्यो। मेरो पहिलो कार्यकालको अन्त्यतिर विद्युतीकरणको लागि टेन्डर गरिएको थियो। यसै बीचमा मेरो कार्यकाल सकियो। सरकारी निकाय अवरोधका कारण उक्त टेन्डर रद्द गरिएछ। त्यसपछि मेरो दोस्रो कार्यकालमा यस्तो प्रचण्ड गर्मी हुने ठाउँमा मानवीय हिसाबले पनि बत्ती दिनुपर्छ। शरणार्थीलाई त न्यूनतम सुविधा उपलब्ध गराइन्छ भने आफ्नै देशका नागरिकलाई सुविधाबाट वञ्चित गराउनु हुँदैन भनेर प्रक्रिया अगाडि बढाइयो र विद्युतीकरण गर्न सफल भयौं। टेन्डर लगाएपछि वन कार्यालयबाट विद्युतीकरणका लागि अवरोध भएको, तर आवश्यक समन्वय गरी बत्ती बालिएको अनुभव घिसिङले सुनाउनु भएको हो। बैंक तथा वित्तीय संस्थाहरूमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट 40 अर्ब रुपियाँ झिक्न लागेको छ। पछिल्लो समय नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको राष्ट्र बैंकले बुधबार पनि सोही अनुसार पैसा झिक्न लागेको हो। राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण निक्षेप संलग्न मार्फत 21 दिनका लागि उक्त रकम झिक्न लागेको हो। अनलाइन बिडिङ सिस्टम मार्फत मध्याह्न 3 बजेबाट अनलाइन बिडिङ मार्फत बोल कबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको थियो। इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा 10 करोड रुपियाँ र बढीमा 5 करोड रुपियाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन्। यसको साभा तथा ब्याज भुक्तानी असार 18 गते हुनेछ। निक्षेप सङ्कलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्नेछन्। केही दिनदेखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुर धाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू 2 दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ 29 र 30 गते विद्यालयमा पठन पाठन बन्द रहने उल्लेख गर्नुभएको हो। उपमहानगरपालिकाले तापक्रमको तीव्र वृद्धि बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै सावधानी स्वरूप विद्यालय बन्द गर्ने निर्णय लिएको हो। यद्यपि विद्यालय प्रशासन भने खुला रहने जनाइएको छ। सूचना अनुसार यो बन्द वार्षिक विधाबाट कट्टा गरिनेछ। झापामा 3 स्थानमा 3 जना मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र बहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा 4 मदनपुर जलाधार सडक बिर्तामोड 2 फुलबारी टोल र अर्जुनधारा 11 नयाँ बस्तीमा शव भेटिएका हुन्। अर्जुनधारा 4 मा भेटिएको शवको परिचय नखुलेको बिर्तामोड 2 फुलबारी टोलका 36 वर्षीय राम टुडु र अर्जुनधारा 11 नयाँ बस्तीमा 60 वर्षीय मित्रलाल कामी मृत अवस्थामा फेला परेको जनाइएको छ। तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जनाइएको छ। बढ्दो गर्मीसँगै डेङ्गु संक्रमण बढ्न थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मंगलबारसम्म 1281 जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ। महाशाखाका निर्देशक डाक्टर चन्द्रभाल झाले यो वर्ष डेङ्गुको संक्रमण 72 जिल्लामा फैलिसकेको जानकारी दिँदै सबैभन्दा बढी डेङ्गुको पुष्टि काठमाडौँमा भएको बताउनु भएको हो। झाका अनुसार मनाङ, रसुवा, डोल्पा, हुम्ला र महोत्तरी जिल्लामा डेङ्गु पुष्टि भएको छैन।
छैन। प्रदेश अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा डेङ्गु पुष्टि भएको छ। उहाँका अनुसार बागमतीमा 343, कोशीमा 246, गण्डकीमा 234, लुम्बिनीमा 207, सुदूरपश्चिममा 174 र कर्णाली प्रदेशमा 62 जनामा डेङ्गु पुष्टि भएको छ। सबैभन्दा कम संक्रमण मध्य प्रदेशमा छ। मधेसमा 17 जनामा डेङ्गु पुष्टि भएको छ। मधेसमा गर्मी हुने भएकोले सबैभन्दा बढी डेङ्गु संक्रमण मधेसमा हुनुपर्नेमा सबैभन्दा कम संख्या पुष्टि भएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर झाले मध्य प्रदेशको रिपोर्ट कम भएर डेङ्गुको संक्रमण हुने संख्या कम भएको हुन सक्ने जानकारी दिनुभएको हो। उहाँले जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौँमा 136 जनालाई पुष्टि भएको, यस्तै कास्कीमा 92, सुनसरीमा 87, झापामा 76, पाल्पामा 76, रूपन्देहीमा 49, कञ्चनपुरमा 37, दाङमा 32 र भक्तपुरमा 30 जनामा डेङ्गु पुष्टि भएको जनाउनु भएको हो। डाक्टर झाले गत वर्षभन्दा यो वर्ष डेङ्गु संक्रमण कम पुष्टि भएको जानकारी दिनुभएको हो। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका 16 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरूमा दिनहुँ संक्रमण देखिन थालेको हो। नाकामा रहेका हेल्थ डेस्कहरूमा पर्याप्त किट नहुँदा परीक्षण हुन सकेको छैन। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार पनि सुदूरपश्चिममा भारतबाट आएका 2 जनामा संक्रमण पुष्टि भएको थियो। निर्देशनालयका अनुसार गौरी फन्टा र झुलाघाट नाकामा एक जनामा संक्रमण देखिएको हो। सुदूरपश्चिमका विभिन्न नाकाबाट 643 जना नेपाल भित्रिएका थिए, जसमध्ये 14 जनाको परीक्षण गरिएकोमा 2 जनामा संक्रमण पुष्टि भएको हो। गड्डा चौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो। यही नाका भएर भारतका विभिन्न ठाउँका लागि नेपाल भारत मैत्री बसहरूका लागि सञ्चालनमा रहेका छन्। परीक्षण किट नहुँदा यात्रुको स्वास्थ्य परीक्षण गर्न सकिएको छैन। त्रिनगर नाकामा कोरोना संक्रमण पुष्टि भएका अधिकांश भारतको दिल्लीबाट घर फर्किएका व्यक्ति रहेका हुन् र यसले सुदूरपश्चिममा कोरोनाको जोखिम उच्च देखाएको स्वास्थ्य कर्मीहरूले बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनमा नेपालले नगरेको गल्तीको सजाय भोग्नु परेको बताउनु भएको छ। पार्टीको कार्यक्रममा सहभागी हुन बुधबार मुस्ताङ जानुभएका अध्यक्ष प्रचण्डले नेपालमा जलवायु परिवर्तनका गम्भीर असर देखिन थालेको बताउँदै अन्तर्राष्ट्रिय मञ्चमा हानि नोक्सानीको क्षतिपूर्तिका लागि आफूले निरन्तर दबाब दिएको बताउनु भएको हो। अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री हुँदा विभिन्न अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा जलवायु परिवर्तनबाट नेपालले भोगेको पीडाका बारेमा प्रश्न भन्दै क्षतिपूर्ति बापत कोष मार्फत वर्षेनी सहयोगका लागि प्रयास गरेको बताउनु भएको हो। उहाँले भन्नुभयो, नेपाली जनताले गर्दै नगरेको अपराधको सजाय भोग्नु परेको छ। मैले जलवायु परिवर्तनका कारण सिर्जित समस्या र मुद्दालाई दिएको प्राथमिकताको नतिजा आउन लागेको थियो। यो मेरो सरकार नै परिवर्तन भयो। थासाङ गाउँपालिकाको लेतेमा आयोजित कार्यक्रममा उहाँले नेपाल र अन्तर्राष्ट्रिय कोषबाट 50 करोड क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढेको अवस्थामा उक्त रकमलाई मुस्ताङ जिल्लामा दिने मेरो प्रयास भए पनि अहिले प्रक्रिया नै रोकिएको दावी गर्नु भएको हो। उहाँले जलवायु परिवर्तनबाट भोग्नु परेको असरलाई न्यूनीकरण गर्ने नेपाल जस्ता अति कम विकसित मुलुकहरूले निरन्तर दबाब दिनुपर्ने बताउनु भएको हो। 10 वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारी साधनको आयात 14,500 नागेको छ। विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घटीखोला, रसुवागढी क्षेत्रमा यी वाहन थन्किएका हुन्। आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो संख्यामा ती सवारी साधन थन्किएका हुन्। रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रविन्द्र प्याकुरेलका अनुसार 2570 सवारी साधनको भन्सार जाँच पास भइसकेको, काठमाडौँतर्फ प्रस्थान गरिसकेको जनाउनु भएको हो। चीनबाट सवारी साधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ। मंगलबार दिउँसो वर्षासहितको हावाहुरीले पातिभारा क्षेत्रको काफ्ले पाटी र बलु डाँडा क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। स्थानीयका अनुसार अपराह्न 4 बजेदेखि वर्षा र हावाहुरीले घरका छानाहरू उडाएको थियो भने फलैचा, चौतारा, होर्डिङ बोर्डहरू उडाएको थियो। काफ्ले पाटीमा देउमान लामाको घरको छानाको सबै जस्ता पाता उडाएको छ भने दलबहादुर पौडेलको भान्साघरको छाना उडाएको स्थानीय राजमणि पोखरीले जानकारी दिनुभएको हो। सो क्षेत्रमा असिना पानी परेको र भुइँको झारपात तथा रुखका हाँगा झर्ने गरेको असिना परेको स्थानीयले बताएका हुन्। अस्ट्रियाको ग्राज शहरको एक विद्यालयमा भएको गोलीकाण्डमा 11 जनाको मृत्यु भएको छ। गोलीकाण्डमा एक बन्दुकधारीले स्कुलमा अन्धधुन्ध गोली चलाए, जसले आत्महत्या गरेका थिए। अस्ट्रिया सरकारले 3 दिनको शोकको घोषणा गरेको छ र घाइतेहरूको उपचार जारी रहेको छ। देशको अहिलेसम्मकै सबैभन्दा ठूलो गोलाबारी घटनाको रूपमा वर्णन गरिएको छ। त्यस घटनाका कारण अस्ट्रियामा 3 दिनको शोक घोषणा गरिएको हो र पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गर्न बुधबार स्थानीय समय अनुसार 10 बजे देशभर
पर 1 मिनेट मौन धारण गरिएको छ। गराज आक्रमणमा कुल 10 जनाको मृत्यु भएको थियो। बन्दुकधारीले अन्ततः स्कुलको शौचालयमा आफैलाई गोली हानेर हत्या गरे, जसका कारण यस घटनामा मृत्यु हुनेको संख्या 11 पुगेको छ। बन्दुकधारी विद्यालयको पूर्वी विद्यार्थी भएको प्रहरीले बताएको छ। उनको उमेर लगभग 21 वर्ष थियो। उनले गोली चलाउन पिस्तोल र बन्दुक प्रयोग गरेका थिए। हवस्, त्यसको साथै मेरो साथी बुलेटिनको क्रम सकियो। रोशन अधिकारी बिदा हुन्छु। नमस्कार। मेरो साथी टिभी, हर पलको सहयात्री।